लापरवाही न्यूनीकरण गर्ने, लापरवाहीलाई चाहिँ सकेसम्म नियन्त्रण पूर्ण रूपमा नियन्त्रण गर्ने मुख्यमन्त्रीको च्याम्बरमा आएर यति छलफल गरेर त्यो चाहिँ कुराले टारेर गयो भने त्यसको ठुलो भारी हुन्छ। त्यो नमस्कार, सेवा सहयोग र आवाजमा हामी संस्था र नेपाल ब्युरो अनलाइन टिभीको संयुक्त प्रस्तुति कार्यक्रम जनसरोकारमा यहाँहरूलाई हार्दिक स्वागत छ। म एमपी शर्मा। हामी यो कार्यक्रममा आम नागरिकको सरकारको विषयवस्तुलाई उठान गर्दै आइरहेका छौँ। आज हामी जनसरकारको विषयमा हेटौँडा 16 हटियामा रहेको शिवम सिमेन्ट उद्योगबाट निस्कने धुलो धुवाँ प्रदूषण र त्यसलाई नियन्त्रण गर्नको लागि भइरहेका पहल कदमीहरूको बारेमा विशेष रिपोर्ट लिएर उपस्थित भएका छौँ। लामो समयदेखि शिवम सिमेन्ट उद्योगबाट निस्किएको धुलो धुवाँको कारण त्यस क्षेत्रका स्थानीय बासिन्दाहरू पीडित बन्दै आउनु भएको छ। सँगै रहेको विद्यालयका साना साना बालबालिकाहरू धुलो धुवाँ प्रदूषणमै रहेर अध्ययन गर्न बाध्य भएको रिपोर्ट हामीले राख्दै आएका छौँ। यो विषयमा सेवा सहयोग र आवाजमा हामी संस्थाले त्यहाँका स्थानीयहरूले गुनासो गरिसकेपछि चासोको रूपमा यो विषयलाई उठान गर्दै आएको थियो। यो विषयमा संस्थाका अध्यक्ष विशालराज महतको नेतृत्वमा गुनासोलाई लिएर स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुर्याइएको थियो। तर उद्योगले समस्या समाधान गर्छु भनेर आश्वासन दिने आलटाल गर्दै आइरहेको थियो। संस्थाले आन्दोलनको घोषणा समेत गर्यो। यसपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चासोको रूपमा लिनुभयो र उहाँले सरकारवाला निकायहरू र स्थानीय पीडितहरूसँग छलफल गर्नुभएको छ। एउटा अन्डरग्राउन्ड प्रोसेस हुन्छ, त्यसलाई अन्डरग्राउन्ड गर्न सकिन्छ र त्यो अन्डरग्राउन्ड रहेकोलाई रहेर पानीमा चाहिँ बम डिफ्युज गरे जस्तो गर्न सकिन्छ। त्यो कुरा तपाईँले त्यो प्रविधि अपनाउनु पर्यो। 2 करोड खर्चको कुरा होइन कि। अब सबभन्दा ठुलो भनेको अब लोकतन्त्रमा जनताको प्रतिनिधि र उद्योगको बिचमा जनताकै प्रतिनिधिले दिएको चाहिँ मन्त्रालयबाट दिएको इजाजत अनुसार तपाईँहरूले उद्योग राखेको। त्यस कारण त्यहाँको अहिले नजिकको सरकार भनेको वडा सरकार र वडा सरकारसँग सरकारवाला जनताको प्रतिनिधि र अहिले त्यहाँ चाहिँ पर्दाखेरि आइपरेको बेलामा जाने भनेको अब विशाल महत हो। एउटा सामाजिक उसमा उहाँलाई त्यहाँ हिजो जनताले किन बोलाइसकेपछि उहाँको र एउटा त्यहाँको स्थानीयको र जनप्रतिनिधि त गाउँपालिकाले के अरे वडापालिकाले त्यसको उद्धव र नवराजले समन्वय गरेर उहाँहरूबाट 4 जना, 1 जना उहाँ 5 जना तपाईँहरू जनप्रतिनिधि बसेर यसलाई राम्रोसँग एकचोटि यो भनेको कुराहरूलाई कतिको काम कहिलेकाहीँ चाहिँ के छैन उद्योगले क्षति गर्नुपर्छ। त्यस कारण दुईटैको क्षति नहुनको लागि दुवैले सम्हालेर काम गर्ने। उहाँहरूको कमी कमजोरी भयो, उहाँहरूलाई पनि भन्ने दायित्व जनप्रतिनिधि हैसियतले मैले भन्छु। तर उहाँहरूले राज्यको कानुन नियम अनुसार उद्योग राखिसकेपछि आफूभित्र जनताको चाहिँ बार आएपछि त्यसलाई बार ओठे पुरा गरेर जब उहाँहरूले सुधार गर्नु भएन भने त्यो उहाँहरूको उद्योगलाई समस्या हुन्छ। यो लापरवाहीको चाहिँ सजाय उहाँहरूले भोग्नुपर्छ। लापरवाही न्यूनीकरण गर्ने, लापरवाहीलाई चाहिँ सकेसम्म नियन्त्रण पूर्ण रूपमा नियन्त्रण गर्ने, कमी कमजोरी सुधार्ने भनेर यहाँ छलफल गरेको हो। त्यसकारणले यो मुख्यमन्त्रीको च्याम्बरमा आएर यति छलफल गरेर त्यो चाहिँ कुराले टारेर गयो भने त्यसको ठुलो भारी हुन्छ। त्यो बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणको लागि चासो देखाउनु भएको छ। यो अत्यन्तै सराहनीय विषय भएको पीडित पक्षले बताएका छन्। भोलिको दिनमा उद्योगले धुलो नियन्त्रणको लागि कस्तो कदम चाल्नेछ यो भने हेर्न बाँकी नै रहेको छ। यस सम्बन्धी हामी फलोअप रिपोर्ट ल्याउने नै छौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।